यस्तो चाहिँ घान्द्रुकदेखि तारापानीसम्म चाहिँ यस्तो खच्चरले सामान बोकेर ल्याउनु यसरी रासन पानी ल्याउनु पर्दो रहेछ। यो कहाँबाट लिएर आएको यस्तो सामानहरू? घान्द्रुकबाट। कता हो तपाईँ पुग्ने आज? हामी त्यही घान्द्रुक। बाटो कुन हो, यो हो कि त्यो हो? घान्द्रुकदेखि ल्याउँदो रहेछ त्यो सामान। घोरी पानी त लामो पर्छ है नाना? घान्द्रुक नजिक पर्छ कि अन्त्य भइसक्यो। घोरी पानी त मस्त टाढो पनि दिनु 500 पर्छ। अहिले भैँसी देखेको कता गएको चाहिँ भैँसी भैँसी हामीलाई छोडेर हिँड्छ। भैँसीले हामीभन्दा चाँडो हिँड्छ। कस्तो बहसो बारै हामीलाई पछाडि नै आउँदो रहेछन्। हामीलाई उछिनेर भइहाल्छन्, उनीहरू चाँडो हिँड्छन्, हामी हिँड्न सक्दैनौँ।